आज युट्युब बिना इन्टरनेट कल्पना गर्न पनि गाह्रो छ। हरेक दिन करोडौँ मानिसहरू यहाँ भिडियो हेर्छन्, सिक्छन्, इन्टरटेन हुन्छन् र पैसा पनि कमाउँछन्। तर इन्ट्रेस्टिङ कुरा के हो भने युट्युबको जन्म नै एउटा फेल्ड आइडियाबाट भएको थियो। एउटा यस्तो आइडिया जुन काम गरेन, तर त्यही फेलियरले संसारकै सबैभन्दा पावरफुल प्लेटफर्म मध्ये एउटा बनायो। सन् 2005 मा 3 जना यङ इन्जिनियर्स चाडहरूले स्टिभ जिन र जावेद करिम एउटा प्रब्लम सल्भ गर्ने प्रयास गर्दै थिए। त्यो समयमा इन्टरनेट बढ्दै थियो, तर एउटा समस्या थियो। अनलाइनमा भिडियो सेयर गर्न धेरै गाह्रो थियो। उनीहरूले सोचे, किन एउटा यस्तो वेबसाइट नबनाउने जहाँ मानिसहरूले आफ्नो भिडियो अपलोड गर्न सकुन्। तर सुरुको आइडिया आजको युट्युब जस्तो थिएन। उनीहरूले एउटा डेटिङ वेबसाइट बनाउने सोचिरहेका थिए, जहाँ मानिसहरूले आफ्नो भिडियो प्रोफाइल अपलोड गर्ने थिए। तर प्रब्लम आयो, मानिसहरू त्यसमा इन्ट्रेस्टेड नै भएनन्। वेबसाइटमा युजर आउँदैनथे, भिडियो अपलोड हुँदैनथ्यो, अनि उनीहरूको आइडिया अलमोस्ट कम्प्लिटली फेल भयो। तर यहाँ एउटा कुरा फरक थियो। अरू मानिसहरूले फेलियर देख्थे, तर उनीहरूले अपर्च्युनिटी देखे। उनीहरूले नोटिस गरे मानिसहरू भिडियो अपलोड गर्न चाहन्छन्, तर डेटिङको लागि होइन। मानिसहरू आफ्नो लाइफका ऱ्यान्डम मोमेन्ट्स, मेमोरिज र आइडिया सेयर गर्न चाहन्छन्। त्यसपछि उनीहरूले आफ्नो पुरानो आइडिया चेन्ज गरे। डेटिङ वेबसाइट हटाएर एउटा सिम्पल भिडियो सेयरिङ प्लेटफर्म बनाए, जहाँ जो कोहीले पनि आफ्नो भिडियो अपलोड गर्न सक्थ्यो। र यही सानो चेन्जले सबै कुरा बदलियो। केही समयमा युट्युबमा लाखौँ भिडियोज अपलोड हुन थाले। मानिसहरूले आफ्नो ट्यालेन्ट, नलेज र स्टोरिज संसारभर सेयर गर्न थाले। इन्टरनेटमा युट्युबको ग्रोथ यति धेरै भयो कि ठुलो कम्पनीजले पनि यसलाई नोटिस गर्न थाले। सन् 2006 मा गुगलले युट्युबलाई लगभग $1.65 बिलियन मा किन्यो। र सबैभन्दा सरप्राइजिङ कुरा, आज $1 बिलियन कम्पनी बनेको युट्युब सुरु भएको थियो एउटा आइडियाबाट जुन काम नै गरेन। कहिलेकाहीँ लाइफमा फेलियर भनेको एन्डिङ होइन, कहिलेकाहीँ फेलियरले नै हामीलाई सही डिरेक्सन देखाउँछ। युट्युबको स्टोरीले एउटा कुरा सिकाउँछ, पर्फेक्ट आइडिया भन्दा पनि इम्पोर्टेन्ट हुन्छ सही समय, सही सोच र चेन्ज गर्न सक्ने एबिलिटी।